अहिले एससीको रिजल्ट आएको छ। पुरै सोसल साइटमा कङ्ग्रेस तपाईँले आफ्नो मार्क्स, जिपिए सबै सेयर गरिरहेको कमेन्टमा पुरै हुन्छ र फ्युचरको लागि बेस्ट विसेस पनि छ। राम्रो छ, राम्रो पल छ। तर त्यही बिचमा यो वीरगन्जबाट एउटा खबर पनि आएछ। हेर्नुभएछ, सायद सबैले हेरिसक्नु होला। सनी पटेल यसले पनि यही पालि एससीको एक्जाम दिएको एन्ड यसलाई प्यारेन्टिङले हुन्छ रिजल्ट आएपछि उहाँलाई पुरै ल्याइरहेको छ भन्नाले परिवारबाट कुनै पनि टाइपको प्रेसर छँदै छैन जो तिम्रो रिजल्ट बिग्रेको छ कि राम्रो छ कि तिम्रो घटेको छ, कम आएको छ, बढी आएको छ, केही पनि छैन। बट त्यसपछि पनि यसले सुसाइड गर्छ। अहिलेको जेनेरेसन जुन छ यसले एउटा आफ्नो साइकोलोजी, सपोज द्याट कसैले पनि यो कुरा बुझिहाल्नु हो, तपाईँले एससी दिनुभएको छ, तपाईँको सिजिपिए अहिले 4 जिपिए नै छ भने यस यो केही छिनको लागि छ, केही दिनको लागि हो। त्यसको भ्यालुएसन अगाडि गएर पुरै लाइफै त्यसले इफेक्ट गरिदिन्छ त्यस्तो केही पनि छैन। नथिङ इज देयर। त्यसैले यो रिजल्टलाई त्यति सिरियस कर्म जुन छ तपाईँको पढाइ गर्ने छ त्यसमा तपाईँ मेहनत गर्नु, त्यसमा टेन्सन लिनु, तर रिजल्ट जुन छ यो रिजल्टमाथि कुनै टाइपको टेन्सन नलिनु। किनकि जुन पनि हामीले कसैको पनि कुरा हेर्छौँ भने जसले जति ठुलो सक्सेस पाएको छ, जति ठुलो सफलता पाएको छ, त्यसको लाइफ हिस्ट्री हेऱ्यो भने त्यति बढी त्यसले अनसक्सेस पनि भएको छ, त्यति बढी असफलता भएको छ। ओके, त्यसैले जसलाई 4 जिपिए छ म त्यसले केही पनि त्यस्तो खोजिएको छैन, तर न्यू जेनेरेसन जुन अहिले छ त्यो बुझिहाल्नु। मैले एउटा कुरा के भन्न गर्छु, ठिक छ एससी गर्यो, एससी पछि तपाईँको 11-12 को बाटो खुल्यो। अब तपाईँले 11-12मा यानि 11th मा जानुहुन्छ, यो त्यस्तै भइहाल्यो जस्तै क्लास 7बाट 8मा आउनुभयो। ठिक छ, एउटा एक्जाम्सन बिचबिचमा के छ अलिकति एक्जाम्सन सिस्टम मात्रै चेन्ज गर्यो। 7 देखि 8मा आउँदा तपाईँले जुन एक्जाम्सन तपाईँको भयो यो एक्जाम्सन कन्डक्ट स्कुलले गर्यो, स्कुलले रिजल्ट निकाल्यो, त्यसपछि तपाईँले 7बाट 8मा आउनुभयो। 8 को स्थानीय निकाले एक्जाम्सन कन्डक्ट गर्यो, स्थानीय निकायले रिजल्ट निकाल्यो, त्यसपछि तपाईँ 8बाट 9मा आउनुभयो। सेम कुरा चाहिँ यहाँ 10बाट फेरि एनइबीले यानि राष्ट्रिय परीक्षा बोर्डले एक्जाम लियो, एक्जाम्सन कन्डक्ट भयो, सबै कुरा भयो, रिजल्ट आयो, त्यसपछि तपाईँले 11th मा आउनुभयो। ओके, तर यहाँ 4 जिपिए दियो, यहाँ अलिकति सिजिपिए कम भइदियो, कुनै एउटा विषयमा या दुईवटा विषयमा एनजी आइदियो, त त्यसको लागि तपाईँलाई फेरि छ नि ड्युरेसन। यो एउटा एक्जाम्सन तपाईँको लाइफलाई लिइहाल्छ, त्यस्तो नगरौँ। अलिकति पेसेन्स राखौँ। न्यू जेनेरेसन जति पनि छ त्यसमा पेसेन्स मैले के हेरेको छु, पेसेन्सको कमी छ। तर आफूलाई भन्छ म सबैभन्दा ज्ञानी छु, बढी ज्ञानी छु, म त यहाँ पनि हेर्छु त्यो इभेन जुन स्टुडेन्ट अहिले 11-12 गरिरहेको छ त्यसको आफ्नो युट्युब च्यानल छ र त्यसले 11th को बच्चालाई पढाएको छ युट्युबमा, राइट। त आफूलाई त धेरै ज्ञानी ठान्छु चाहिँ मैले त धेरै ज्ञानी छु आजको डेट। तर यो ज्ञानी यो बेलामा कहाँ जान्छ? टेन्सन लिने, कर्ममा टेन्सन लिनु, पढाइमा पुरै साल जुन छ त्यो बेलामा टेन्सन लिनु, यो क्वेसन मलाई भएन, यो क्वेसन नपढ्यो भने म फेल हुन सक्छु, यस या यो क्वेसन छुट्यो भने मेरो यति मार्क्स कम हुन सक्छ, त्यसलाई टेन्सन लिने। तर जब एक्जाम्सन भइहाल्यो त्यसपछि जुन रिजल्ट आउँछ त्यसलाई एकदम लाइट वेमा लिने, केही छैन, अगाडि जान्छौँ, जय गएन भने नो म्याटर, एउटा एक्जाम्सनले नै मेरो लाइफलाई चेन्ज गरिदिन्छ त्यो पनि केही। किनकि फ्युचरमा गएर जब हामीले कुनै पनि मान्छेको लाइफ हेर्छौँ अगाडि गएर त के हुन्छ, त्यसले सक्सेस अनसक्सेस कसैको नेम आफ्नै फ्यामिलीमा मात्रै सबै सेटिस्फाइड छ, सन्तुष्ट छ, जीविकोपार्जन भइरहेको छ, लिगली त्यसले मेहनत गरेर आफ्नो परिवारलाई चलाइरहेको छ, आफ्नो प्यारेन्ट्सको प्रति रोयल छ भने त्यहाँ सक्सेस पर्सन। त्यसलाई कसैले चिन्छ चिन्दैन त्यो मतलब छैन। कसैलाई एउटा सोसाइटीमा मान्छेले चिन्छ, कसैलाई एउटा सिटीमा चिन्छ, कसैलाई एउटा कन्ट्रीमा चिनिन्छ, कसैले वर्ल्डमा आफ्नो पहिचान बनाउँछ, त्यो आफ्नो डिफ्रेन्ट लेभल हो।
तर जरुरी छैन जसले वर्ल्ड लेभलमा त्यसको नेम थाहा छ भने त्यो मान्छे पनि आफ्नो फ्यामिलीमा आफ्नो सोसाइटीमा सक्सेस नै होला त्यस्तो केही ग्यारेन्टी छैन। ओके, त्यसैले सक्सेस हुने को सक्सेस छ को अनसक्सेस छ त्यो त आफ्नो माथि डिपेन्ड गर्छ तपाईँ आफ्नो लाइफबाट कति सेटिस्फाइड हुनुहुन्छ। यस, इभन नपढेको मान्छे पनि जसले पढेको छैन त्यो पनि आफूलाई सेटिस्फाइड छ भने हि अर सी इज द सक्सेस पर्सन। त्यो आफ्नो फ्यामिलीको छ, सोसाइटीमा वेल बिङ छ, त्यसबाट त्यसको बिहेभबाट त्यसको सबै कुराबाट सबैले सेटिस्फाइड छ, सबैले सन्तुष्टि पाइरहेको छ भने हि अर सी इज द सक्सेस पर्सन। ओके, अब मैले के भन्न गर्छु त्यो 11th या 12th तपाईँ यसपछि अब क्लास 10th पछि जुन जानुहुन्छ यसलाई म भन्ने गर्छु कि यो एकेडमिक रिबर्थ भयो। के भयो तपाईँको एकेडमिक रिबर्थ। ठिक छ, म साइन्स ब्याकग्राउन्डबाट छु त्यसैले साइन्समा फोकस गर्छु, तर मलाई लाग्छ त्यही फन्डामेन्टल कुरा सबैमा होला। यस, म्यानेजमेन्ट साइडमा पनि त्यही होला, ह्युम्यानिटिज पनि त्यही होला, एजुकेसन साइडमा पनि त्यही होला, सबैमा त्यही होला, किनकि बेसिक करिकुलम ठिक छ, कन्टेन्ट चेन्ज हुन्छ तर बेसिक करिकुलम कहीँ कहीँ चेन्ज हुँदैन। ठिक छ, मैले किन भन्छु यसलाई एकाडेमिक रिबर्थ, जो 11-12 तपाईँको लागि एकाडेमिक रिबर्थ हुन्छ। भन्नाले तपाईलाई 4 GPA आइहाल्यो भने यो नबुझ्नु होला अब 4 GPA आइहाल्यो मेरो लाइफ अब सेटल भइहाल्यो, अब मलाई केही पनि गर्नु पर्दैन, अब कुनै मेहनतै गर्नु पर्दैन, त्यो पनि हुँदैन। 11th मा आएपछि जसले 4 GPA ल्याएको छ त्यसलाई पनि त्यतिकै, जसले कम्पार्टबाट या 2 साल पछि आएको छ त्यसलाई पनि त्यतिकै मेहनत गर्नुपर्छ, त्यसमा कुनै चेन्जेस आउँदैन। जसले 4 GPA आएको छ त्यसले मेहनत गर्दैन भने त फेरि 11-12 मा त्यसको 4 GPA तपाईँ हेरिहाल्नु, एससीमा यति 4 GPA छ, क्लास 12 मा कतिवटा 4 GPA आइरहेको छ। पहिला 11th को पनि बोर्ड हुन्थ्यो, अब 12th को पनि बोर्ड छ, 12th को बोर्डमा कतिवटा 4 GPA छ त्यो अलिकति सर्च गरेर हेरिहाल्नु। पुरै नेपालमा यति 4 GPA छ, के सबै 4 GPA बाहिर गइहाल्छ? नेपालैमा पढिरहेको छ त्यसले, अब नेपालमा पढिरहेछ भने 12th मा फेरि 4 GPA किन नल्याएको? त्यसैले म भन्छु कि यो एकाडेमिक रिबर्थ हुन्छ। यो एउटा जस्ट तपाईलाई 11th मा इन्ट्री गर्नको लागि सर्टिफिकेट पाउनुभयो एन्ड त्यो सर्टिफिकेट पछि यु आर गोइङ टु व्हाट इनरोल्ड इन द क्लास 11। यसपछि 4 GPA ल्याउनु भएछ भने तब पनि तपाईलाई त्यतिकै लेबर, त्यतिकै पढ्नुपर्छ, त्यतिकै मेहनत गर्नुपर्छ जति एउटा लो कम GPA ल्याएको छ या कम्पार्ट दिएर आएको छ केही फरक पर्दैन। त्यतिकै मेहनत त्यसलाई पनि गर्नु छ। ठिक छ, कसैले बेसिक कन्सेप्ट सिकेर आएको छ भने अलिकति त्यसलाई सुरुमा के हुन्छ क्लास सजिलो। यहाँ जुन पनि सब्जेक्टहरू हुन्छ क्लास 11th मा अल सब्जेक्ट्स विल स्टार्ट फ्रम द बेसिक, सबै बेसिकबाट सुरु हुन्छ। 9-10 बाट तपाईले अक्षरलाई चिन्नु भइरहेको छ, अल्फाबेट चिन्नु भइरहेको छ, सेन्टेन्स बनाउन सक्नु भइरहेछ भने त्योभन्दा बढी केही चाहिँदैन। इच एन्ड एभ्रिथिङ यु विल स्टार्ट फ्रम द बेसिक, सबै कुरा बेसिकबाट सुरु हुन्छ फेरि। राइट, म पनि बायोलोजीको टिचर छु, अब यहाँ तपाईलाई एकदम बेसिक टर्म्सहरू मैले बताउन सुरु गर्छु। युनिसेलुलर के हो, मल्टिसेलुलर के हो, प्रोकार्योटिक सेल के छ, युकार्योटिक सेल के छ, सबै कुरा बेसिकदेखि सुरु हुन्छ, इच एन्ड एभ्रिथिङ। राइट, त्यसैले म भन्ने गर्छु यो एउटा एकाडेमिक रिबर्थ हुन्छ। यस, 10 सम्म तपाईको 15 इयर्स 16 इयर्स एज छ, त्यहाँसम्म भन्छौँ हामीले जति बुद्धि पुगेन तपाईको पढाइमा के हुन्छ फ्युचर। यस, तर 11th आएपछि भन्छ कि 16 पछि तपाईले अलिकति आफ्नो लाइफलाई बुझ्न सक्नुहुन्छ, मेरो क्यारियर मलाई कहाँ लिएर जानु छ, मेरो आफ्टर 10 इयर्स 15 इयर्स म आफूलाई कहाँ हेर्न चाहिरहेको छु, त्यति नलेज त खुलिहाल्छ। त्यसैले जसलाई अब यो छ नलेज जो मलाई पढ्नु छ र एजुकेसनल फिल्डमा, एजुकेसन फिल्ड भन्नाले के जहाँ एजुकेसनको रिक्वायरमेन्ट छ, कुनै कम्पिटिटिभ एक्जामिनेसन छ, मलाई प्रशासनमा जानु छ, मलाई यो बन्नु छ, मलाई वकिल बन्नु छ, मलाई यो गर्नु छ भन्नाले एजुकेसनबाट जहाँ जुनसम्म पुग्न छ भने त्यो सबैलाई थाहा भइहाल्छ। एन्ड त्यो थाहा भयो भने त अब तपाईले यो गरेको जुन गल्ती थियो, सपोज द्याट त्यहाँ बढी मेहनत गरेन, रेगुलर पढाइ गरेन, त अब यहाँबाट तपाईको एकाडेमिक रिबर्थ हुन्छ। यहाँबाट पनि तपाईले सुरु गरिदियो भने फेरि तपाईको यो पास्टको केही मतलब छैन। यस, त्यसैले यसको रिजल्टलाई धेरै टेन्सन बनाउने होइन र धेरै खुसी मनाउने। ठिक छ, 4 GPA आयो, खुसी मनायो, सबै मिलेर कन्सुलेसन लियो, तर यो खुसी ओन्ली फर द 4 or 5 days। त्यसपछि
फेरि त्यही छ, यो होइन जो फौजी भइहाल्यो। त्यसैले यो न्यू जेनेरेसनलाई भन्न चाहन्छु, पढ्नमा मेहनत गरौँ। यस, तपाईँको जुन पनि कर्म छ त्यसमा गरौँ, तर सक्सेस अनसक्सेस रिजल्ट के भयो त्यसलाई त्यति नो टेन्सन, को लागि कुनै टेन्सन होइन। लाइफ छ, आजको डेटमा लार्ज नम्बर अफ द फिल्ड छ। यस, जहाँ पनि तपाईँले आफ्नो क्यारियर बनाउन चाहनुहुन्छ बनिहाल्छ। सबैले पढिहाल्छ, सबैले क्रिकेटरै बनिहाल्छ भने त फेरि त्यस्तो हुँदैन नि। यस, डेको भ्याल्यु, डेको जुन महत्त्व छ, दिनको महत्त्व राति छ त्यसैले महत्त्व छ। न त भने 24 आवर्स लाइटै हुन्छ भने तब डेको पनि हामीले भ्यालुएसन गर्दैन। क्लियर? ल, थ्याङ्क यू भेरी मच। सबैले पेसेन्स राखौँ। लाइफ छ, हरेक लाइफमा सक्सेस अनसक्सेस सधैँ आउँछ, नआउने होइन। अहिलेसम्म तपाईँहरूले जुन क्लास 10मा आउनुभएको छ, अहिलेसम्म अनसक्सेस तपाईँले हेर्नुभएको छैन। अब जब लाइफमा अगाडि बढ्नुहुन्छ भने अनसक्सेसको नम्बर बढी हुन्छ, सक्सेसको नम्बर कम हुन्छ। तर असफलता जति बढी तपाईँले पाइरहेको हुन्छ, बुझिहाल्नु तपाईँको सक्सेस रेट त्यतिकै हाई हुनेवाला छ। राइट? म केही कुराबाट इन्सपायर्ड हुन्छु कुनै कुनै मान्छेबाट। जसरी अमिताभ बच्चन एउटा, अल अफ यु नो द्याट, के बिग बी भन्छौँ, महानसदीको महानायक उहाँलाई भन्छौँ। उहाँको लाइफ हिस्ट्रीमा छ उहाँलाई अल इन्डिया रेडियोमा सिलेक्सन भएन। किन भएन सिलेक्सन? बिकज अफ द रिजन त्यस उहाँको साउन्ड, भन्यो कि तपाईँको साउन्ड जुन छ त्यो रेडियोको लागि फिट छैन। उहाँको बुवाले भन्नुभएको थियो, वहाँ पनि फ्रस्ट्रेट सायद भन्नुभयो, तो उहाँको बुवाको स्टेटमेन्ट आएको थिए, अपने मन का हुआ तो अच्छा, अपने मन का नहीं हुआ तो बहुत ही अच्छा। मिन्स वाट? तपाईँको डेस्टिनेसन, यस, हुनसक्छ तपाईँ जहाँसम्म हेर्न सक्नु भइरहेछ, तपाईँलाई लाग्छ यो भइहाल्यो भने मेरो लागि राम्रो भइहाल्छ। तर हुनसक्छ तपाईँको जुन इष्ट देवता छ, पूर्वज पितर जसलाई हामीले भन्छौँ, उहाँले तपाईँलाई अरू कुनै ठाउँमा लिएर जान चाहनुभएछ। ओके, त्यहाँसम्म हामीहरूको आइसाइट, हामीहरूको बुद्धि त्यहाँ पुगिरहेको छैन। ओके, त्यसैले उहाँको भनाइ थियो, अपने मन का हुआ तो अच्छा, अपने मन का नहीं हुआ तो बहुत ही अच्छा। एन्ड सायद मलाई लाग्छ जो अल इन्डिया रेडियोमा उहाँको सेलेक्सन भइहाल्थ्यो भने त आजको फिगर केही अरू हुन्थ्यो। सायद हामीले उहाँको इक्जाम्पल, उहाँको नाम चिन्थ्यो कि नचिन्थ्यो थाहा भएन। के हुन्थ्यो त्यो त समय बताउँथ्यो। त्यसैले अनसक्सेसबाट नघबराऊ, यो लाइफको एउटा पार्ट छ, त्यसलाई एक्सेप्ट गर्दै जाउँ। तर जे गर्नु छ त्यसमा मेहनत गर्नु, सक्सेस त्यो आउँछ, नआउने होइन। थ्याङ्क यू भेरी मच। सी यू अगेन।